यो चाहिँ बिहान बिहानै हो कि हेर्नु न कति चाहिँ टिलिक्कै टल्केको के बिहानै घाम भगवान् यस्तो टिलिक्क घाम टल्किनु भन्दा त बरु अलिअलि हावा लगाइदिने हुन्थ्यो नि बिहान बिहानै त घर के भन्नु यस्तो गर्मी छ आजकल होइन यो खाना पकाउन त झन् सकिन्न किचनमा उभिन त पसिनाले पुरै लतपत भइन्छ कि अनि एकछिन खाना बनाएर बसिन्जेल पनि ओ माई गड यहाँ चाहिँ मैले बाबुलाई चाहिँ आफै खाना सिकाउँदैछु क्या खाना जान्छ कि भनेर खालि खुवाइदेऊ कि खुवाइदेऊ भनेर हैरान पार्छ मेरो बाबुले अनि यहाँ आफै खाऊ त भनेर छोडिदिएको अलिअलि खाँदैछ त्यहाँ चाहिँ हाम्रो रेडी हुँदैछ अनि बाबुले चाहिँ खानासाना खाएर स्कुल जान रेडी भएको ऊ चाहिँ केही नयाँ चिज पायो भने स्कुल जाने भन्छ होइन पनि जाँदैन भन्छ अनि चाहिँ उसलाई बोतल चाहिएर स्कुल लिएर जानु पर्यो स्कुलमा वहीँ हुन्छ भन्दा नमान्ने अनि त्यो ल्याइदिएको अनि बल्ल चाहिँ जान तु अब भन्दै स्कुल गयो अनि हामी चाहिँ जानु थियो काम थियो बुढाबुढीको अनि जाने थियो बाहिर अनि बाहिर जानुभन्दा घरदेखि बाहिर निस्किनुभन्दा अगाडिको सेफ्टी हो है त्यो चाहिँ भएन भन्छ निस्किनै हुँदैन यो कपिलवस्तुको बाटोमा चाहिँ अनि म घर फर्किसकेँ मामी अनि यो चाहिँ मैले बिहानको लागि चाहिँ सब्जी केलाएर राखेको सजिलो हुन्छ भनेर कपाल झरेर यस्तो भएको छैन तपाईँहरूको के भएको छ थाहा भएन हाम्रो चाहिँ दुइटैको कपाल झरेर टक्ला हुन लागिसक्यौँ गाइज अनि यो चाहिँ मैले होम रेमेडी तेल बनाएको के यो सबै कुराहरू हालेर मजाले कालो हुने गरी पकाएर बनाएर राखेँ अब चाहिँ नुहाउनुभन्दा अगाडि लाएर चाहिँ नुहाउनुपर्छ थ्याङ्क यू सो मच फर वाचिङ हेर्नु नि यहाँ पुत्ताएर यस्तो भएछ बाई बाई